no minnasan konnichiwa म चाहिँ के को बारेमा भिडियो बनाउन गइरहेको छु भने मेरो चाहिँ अस्ति नाइटे है कन्ट्र्याक्ट पेपर सबै आइसकेको थियो भइसकेको थियो सिर्फ सिओ आउनु वेट मात्र थियो अनि र मेरो भिसा पनि कन्फर्म भइसक्यो थियो त के अरे कन्सल्टेन्सीको उयो मेरो दाइले चाहिँ उहाँ फिक्सै गर्नुभएको थियो दादा हुनुहुन्थ्यो जापानमा के भयो भने मेरो चाहिँ नाइटे के अरे सिओ चाहिँ किन आएन भने कम्पनीले इमिग्रेसनमा डकुमेन्ट नबुझाएको कारणले मेरो चाहिँ रेजेक्टै भयो भनौँ न अब भोलि पर्सि के हुन्छ भोलि जानुहुन्छ अनि इमिग्रेसनले दिइहाल्यो भने दिइहाल्यो नत्र त नदिने चान्स धेरै छ किनभने कम्पनीले चाहिँ फाइल नबुझाउने भयो अरे अब मेरो इमिग्रेसनमा चाहिँ अनि मैले हिजो चाहिँ इन्टरभ्यू दिइसकेको छु है त्यहाँ पनि किनभने अर्को ठाउँमा दिइसकेको छु त्यहाँ चाहिँ म सेलेक्ट भइसकेको छु किनकि उहाँ मलाई दाले कम्पनीमा सेलेक्ट चाहिँ गराइदिनु भएको छ मेरो 15 जनाको थियो 2 जनाको थियो है 2 जनामा 20 जनाको इन्टरभ्यू थियो जोस हामीलाई चाहिँ गराइदिनु भएको उहाँ सरले कम्पनीमा भनेर जोस सेलेक्ट गराइदिनु भयो त्यही हो अब मेरो यो 22 तारिखको फ्लाइट थियो त्यो चाहिँ क्यान्सल हुने भयो अब फेरि वेट गर्नुपर्ने भएको छ त्यही समस्या त्यही हो धेरै अहिले कम्पनीहरू चाहिँ ब्ल्याक लिस्टमा हुने भएकाले चाहिँ धेरैको सिओमा चाहिँ उयो हुँदो रहेछ है लगभग मेरो मेडिकल फेरि गर्नुपर्ने हुन्छ त्यो अस्ति गरेको मेडिकलको पैसा पनि उयो अलिकति लस भयो है त्यही हो अब मेरो अर्को के हुन्छ म नाइटे आएपछि तपाईँहरूलाई भन्ने छु फेरि नाइटे आउँछ अर्को कम्पनीमा यति भन्दै बिदा हुन चाहन्छु सायोनारा